नारीको कुण्डलीमा चन्द्रमादेखि 7औं भावमा यदि 4वटा ग्रहहरू यी ग्रहहरू हुन्छन् भने विधवाको योग भन्छ। यहाँनिर बुझ्नुपर्ने कुरा, चन्द्रमा जुन राशिमा छ त्यो राशिदेखि यदि 7औं भावमा यदि मङ्गल छ, शनि छ, सूर्य छ अनि राहु छ र अझै यसमा शुभ ग्रहको योग छैन, देखेको छैन भने चाँडै विधवा हुन्छन्। शुभ ग्रहहरूले देखेको छैन भने, यदि शुभ ग्रहको प्रभाव छ भने केही समयपछि विधवाको योग बन्छ। र यो भावको तोलमा के भनेको छ भने निशाकरात् सप्तम भाव संस्था महीज मन्दागु दिवाकराश्चेत तनोरिभे जन्मनि नै धने वा दिशन्ति वैदव्य मलम मदेवा भनिएको छ। यो यदि नारीको कुण्डलीमा लग्नमा 6औं, 7औं र 8औं भावमा यदि पाप ग्रहहरू बसेका छन्, शुभ ग्रहहरू कमजोर छन् भने त्यो अवस्थामा पनि वैधव्य योग बन्दछ।